वडाको स्वीकृत संगठन संरचना बमोजिम सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवाग्राही मैत्री सेवा प्रवाह हुने गरी सेवा प्रदान गरिँदै आएको छ। सेवाग्राहीको सुविधाको लागि सूचना प्रकाशन, गुनासो सुन्ने व्यवस्था, नागरिक सहायता कक्ष, कानुनी सहायता कक्ष, स्तनपान कक्षको समेत व्यवस्था मिलाइएको छ। प्रदान गरिने सेवाको किसिम, सेवा लिन आवश्यक पर्ने प्रमाणहरू, जिम्मेवार कर्मचारी, शुल्क दस्तुर लाग्ने भयो सोको दर समेत खोल्ने गरी वडा कार्यालयमा नागरिक बडापत्र राखिएको छ। सेवा प्रवाहलाई सरल र व्यवस्थित बनाउन आवश्यक कानुन तथा कार्यविधिहरूबाट प्राप्त निर्देशन बमोजिम सेवा प्रवाह गरिँदै आएको छ। नगरपालिकासँग समन्वय गरी जनप्रतिनिधि, वडा सदस्य र सहायक कर्मचारीहरूलाई क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रमहरूमा सहभागी गराइएको छ। वडा कार्यालयबाट कम्प्युटर बिलिङ सिस्टमको प्रयोग गरी राजस्व सङ्कलन, व्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिस अनलाइन मार्फत गरिँदै आएको छ। निर्णय गर्नुपर्ने विषयहरूमा तत्काल निर्णय गरी छिटो छरितो ढङ्गबाट सेवा प्रवाह गर्ने गरिएको छ। प्रत्येक महिना कम्तीमा एकपटक आवश्यकताको आधारमा जुनसुकै समयमा पनि वडा समिति बैठक बस्ने गरिएको छ। निरन्तर रूपमा सेवाग्राहीको गुनासो सुन्ने, जनसम्पर्क गर्नुका साथै सेवालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरिएको छ। समय समयमा सेवाग्राहीको सन्तुष्टि मापन गरी प्राप्त सुझाव र पृष्ठपोषण बमोजिम सेवा प्रवाहमा सुधार ल्याउने प्रयास गरिएको छ। सङ्घ तथा प्रदेशबाट बिर्ता ग्वाल्टार जोड्ने मोटरेबल पुल निर्माणको लागि आवश्यक पहल भइरहेको छ। वडा स्तरीय योजनाहरू उपभोक्ता समिति मार्फत सञ्चालन भई सम्पन्न हुने चरणमा रहेको छ। व्यवसाय गर्न चाहने नागरिकहरूलाई व्यवसाय दर्ताको सिफारिस गर्ने कार्य निरन्तर भइरहेको छ। विकास निर्माणको कार्यहरू टोल विकास संस्था मार्फत गरी दिगोपना गर्न टोल विकास संस्था दर्ता गर्ने कार्यलाई प्रोत्साहन गरिएको छ। नगरपालिकाको समन्वयमा लघु उद्यमी, युवा, आदिवासी, जनजाति, लोपोन्मुख तथा दलितहरूका लागि प्रविधि हस्तान्तरण कार्य गरिरहेको छ। जीविकोपार्जन कार्यक्रम अन्तर्गत मौरी पालनको लागि कृषकहरूलाई मौरी समेतको घार वितरण गरिएको छ। व्यावहारिक तथा व्यावसायिक प्रयोजनका लागि विद्यालयहरूमा मौरी पालन तथा कृषि कार्यहरू निरन्तर सञ्चालन गरिएको छ। चालु अब 2082-83 को हालसम्म रु 5,45,726 रुपैयाँ 78 पैसा राजस्व सङ्कलन भएको छ। महिला सङ्घ उपमेयर कार्यक्रम मार्फत महिलाहरूलाई हाइजिन किट तथा पौष्टिक आहार सहितको सुत्केरी कोसेली वितरण गरिँदै आएको छ। स्वास्थ्य संस्थाहरूबाट प्रसुति सेवा लिने महिलाहरू, सबै ज्येष्ठ नागरिकहरू, विपन्न वर्गहरू, दलित, अशक्त, असहाय नागरिकहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गरिँदै आएको छ। सबै नागरिकहरूको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्य सम्पन्न भएको छ। वैकल्पिक उपचार पद्धति सेवा विस्तारका लागि फिजियोथेरापी मेसिन सहितको सेवा उपलब्ध गरिएको छ। जेनेटिक तथा महामारी रोग नियन्त्रण, रेबिज, पिपिआर, खोरेज, स्वाइन फिभर खोप कार्यक्रम नगरपालिकाको समन्वयमा गरिँदै आएको छ। यस वडाभित्र सञ्चालित विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा विद्यालय व्यवस्थापनका लागि तथा विद्यालयको माग बमोजिम अन्तर्क्रिया गरिँदै आएको छ भने युवाहरूको लागि विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिँदै आएको छ। राष्ट्रपति रनिङ सिल प्रतियोगितामा सहभागी एक मात्रै श्री पटनादेवी माध्यमिक विद्यालय भालुखोपलाई सहयोग उपलब्ध गराइँदै आएको छ भने शैक्षिक सुधारका लागि विभिन्न पहलहरू गरिँदै आएको छ। पटनादेवी मावि र महाकाली आविलाई अतिरिक्त कक्षा सञ्चालनका लागि प्रोत्साहन गरिँदै आएको छ। वडा स्तरीय कार्यक्रम मार्फत कृषकहरूका लागि दुध क्यान, झोला, पाइप, टनेल, पोखरी, औजार, उपकरणहरू वितरण गरिँदै आएको छ। वडाका कृषकहरूबाट कृषिजन्य तरकारी तथा फलफुल सहुलियत दरमा बजार केन्द्रसम्म ढुवानीका लागि नगरपालिकासँगको समन्वयमा कृषि एम्बुलेन्स व्यवस्थापन गरिँदै आएको छ। जुनार तथा जुनार बगैँचा व्यवस्थापन र बजारीकरणको लागि आवश्यक सहयोग गरिँदै आएको छ। सामाजिक रूपान्तरणका लागि 2042 साल जेठ 27 गते मङ्गलबार बाल विवाह मुक्त, बाल श्रम मुक्त र बाल मैत्री स्थानीय शासन मुक्त बाल मैत्री वडा घोषणा भए पश्चात दिगोपनाको कामहरू भइरहेको छ। दिवसीय कार्यक्रमहरू बाल दिवस, लैङ्गिक हिंसा विरुद्धको 16 दिवसीय अभियान र राष्ट्रिय महिला श्रमिक दिवसमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ।
यस वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको हालसम्मको विवरण अनुसार ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने लाभग्राही 310 जना, ज्येष्ठ नागरिक दलित 7 जना, ज्येष्ठ नागरिक एकल 27 जना, एकल महिला विधवा 45 जना, अपाङ्ग क वर्ग 9 जना, अपाङ्ग ख वर्ग 17 जना, दलित बालबालिका 15 जना र लोपोन्मुख जाति 687 गरी कुल जम्मा 1117 जना रहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा यस वडा कार्यालय हुँदै जोर चौतारासम्म निजी सेवा प्रदायक कम्पनीहरूबाट विद्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा अप्टिकल फाइबर सहितको इन्टरनेट विस्तार भएको छ। वडाका इच्छुक व्यक्तिहरूलाई आधारभूत मेलमिलापकर्ता तालिम दिएर विवाद समाधानका कार्यहरू गरिँदै आएको छ। टोल बस्तीमा आएका विवादहरू आपसी छलफलका माध्यमबाट विवाद समाधान गरिँदै आएको छ। आर्थिक रूपमा कमजोर नागरिक आर्थिक सहायता उपलब्ध गराउने कार्यलाई निरन्तरता दिनुका साथै जटिल प्रकृतिका रोगीहरूलाई उपचारका लागि सिफारिस गरिँदै आएको छ। नेपाल सरकारले विपन्न नागरिक औषधि उपचार सहयोग रु 1 लाख तथा 3 किसिमका दीर्घरोगीहरू क्यान्सर, मृगौला, डायलिसिस, प्रत्यारोपण र स्पाइनल इन्जुरीलाई मासिक रु 5000 उपलब्ध गराउन सिफारिस गरिएको छ भने यस वडाबाट 12 जनाले हाल यो सुविधा लिइरहनु भएको छ। आर्थिक वर्ष 2082-83 मा सामाजिक सुरक्षा भत्ता बायोमेट्रिक प्रविधिबाट नवीकरण गर्नको लागि सेवाग्राहीहरूको समस्यालाई मध्यनजर गर्दै जडीबुटी काठमाडौँमा 2 दिने घुम्ती सेवा शिविर सम्पन्न गरिएको छ। बिर्ता धनीघाटलाई अन्न भण्डारणको रूपमा विकास गर्न व्यवस्थित सिंचाइ सहितको योजना सञ्चालन गरिँदै आएको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको पहिचान लागत सङ्कलन, प्रमाणीकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजीकरण गर्न वडा स्तरीय सहजीकरण समितिको गठन भई 2 जना भूमिहीन सुकुम्बासी 33 जना अव्यवस्थित बसोबासीहरूलाई निश्चय वितरण गरिएको छ भने थप 21 जना अव्यवस्थित बसोबासीहरूलाई निश्चय वितरण गरी थप 21 जना अव्यवस्थित बसोबासीहरूको लागत सङ्कलन गरिएको छ। साथै यस कार्यलाई सहजीकरणको लागि रामेछाप नगरपालिकामा भूमि आयोगबाट 1 जना कर्मचारी खटाइएको छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को आर्थिक वर्ष 2082-83 मा चालुतर्फ 9 लाख र पुँजीगत तर्फ रु 63,75,471 रुपैयाँ 46 पैसा गरी जम्मा रु 42,75,471 रुपैयाँ 46 पैसा बजेट प्राप्त भएको छ। 72,75,471 रुपैयाँ 46 पैसा बजेट प्राप्त भएको छ। नगरतर्फ खेल मैदान निर्माण हिलेपानीको लागि रु 28 लाख बागमती प्रदेश सरकार र रामेछाप नगरपालिकाबाट समपूरक शीर्षक मार्फत ठुम्का मुडाजुर सडक कालोपत्रे गर्नको लागि रु 2,50 लाख, बागमती प्रदेश सरकार विशेष कोषबाट घट्टे खोला खानेपानीको लागि रु 30 लाख, संघीय विशेष कोषबाट चोक खोला, कुम्बु खोला खानेपानीको लागि रु 68 लाख बजेट प्राप्त भई कार्यान्वयनको चरणमा रहेको छ। यस वडाबाट हालसम्म भएका उपलब्धिहरू म भन्न गइरहेको छु। त्यसै गरी सामाजिक सुरक्षा भत्ता निरन्तन घर टोल बस्तीहरूमा बिएलबी सेवा मार्फत वितरण, हिलेपानी चाम्बोट च्यास्कु गोलन्जोर घाट भालुखोप सडक कालोपत्रे सम्पन्न, विद्यालय तथा स्वास्थ्य संस्थाहरूका भवन घेराबार फर्निचर व्यवस्थापन तथा इन्टरनेट सेवा विस्तार, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कभर हड संरक्षण, छापपातले बरडाँडा मुराजोर जस्ता सुक्खा क्षेत्रहरूमा खानेपानी व्यवस्थापन, सबै नागरिकहरूले स्वास्थ्य बिमा र स्वयंसेवीकाहरूको जीवन बिमा, निःशुल्क एम्बुलेन्स सेवा, 1 घर 1 हिल ट्याङ्क वितरण, कृषकहरूलाई रासायनिक मल बिउ विषादी टनेल पोखरी पाइप वितरण, फिजियोथेरापी सहितको नागरिक आरोग्य सेवा केन्द्र स्थापना, बालमैत्री वडा घोषणा, खिरेपानी लिफ्ट खानेपानी आयोजना, त्यसै गरी धनीघाट बिर्ता सिंचाई, वडाभरि विद्युतीकरण सम्पन्न र कपड हल, मन्दिर तथा प्रतीक्षालय निर्माण र अन्त्यमा
यस वडा कार्यालय सञ्चालन गर्ने समग्र विकास निर्माणका कार्य लगायत सेवा प्रवाहको अवस्थालाई अझ बढी प्रभावकारितामा ल्याउन आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरूमा आम नागरिकहरूबाट अमूल्य एवं रचनात्मक सल्लाह सुझावको अपेक्षासहित शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार भन्ने रामेछाप नगरपालिकाले लिएको सङ्कल्पलाई यथार्थमा रूपान्तरण गर्ने अभियानमा समस्त वडावासीहरू हातेमालो गर्दै एकसाथ अघि बढाउँ